ल रेकर्ड पनि गरिदिएँ। पछि मलाई हेर्न मन लाग्यो भने सरी आई एम सरी मेरो सेसनलाई हेर्न मन लाग्यो भने तपाईँहरूले फेरि रेकर्ड पनि पठाइदिन्छु, हेर्न पाउनुहुन्छ। ओके, केही क्वेसन छ भने चाहिँ सोद्धाखेरि पनि हुन्छ है। अब जाउँ, एआई मात्रै सिकाउनुहुन्छ कि अरू भिडियोहरू पनि सिकाउनुहुन्छ भनेर भन्नुभएको थियो, मलाई धेरैले सोध्नु भएको थियो। मैले एआई मात्रै सिकाउँदिनँ, भिडियो एडिटिङ पनि सिकाउँछु। भिडियो एडिटिङ पनि हाम्रो 3 लेभलको भिडियो एडिटिङ, मोबाइलबाट मात्रै सिक्ने त्यो पनि सिकाउँछु, अनि मिडियम लेभलको सर मलाई एकदमै बिहाकै भिडियो गर्नु छैन, एकदमै प्रोफेसनल लेभलकै हाई एन्डवाला पनि गर्नु छैन, बस मलाई युट्युबसम्म अरूलाई देखाउनको लायक होस्, ल यतिको ठिक छ भन्नेसम्मको मिडियम लेभल। होइन सर मलाई त सिकेपछि त हात नहाल्ने, हात हालेपछि माथि नै पुग्ने गरी हात हाल्नुपर्छ सर, प्रोफेसनल सिक्छु म भनेर आउनुहुन्छ भने पनि हाई एन्ड प्रोफेसनल भिडियो एडिटिङ पनि हामी सिकाउँछौँ इन्डस्ट्री लेभलकै। ओके, सो अब अलिकति अगाडि बढाउँ। ओके, सुरुमा हामी कहाँबाट सुरु गरौँ भन्दाखेरि केही छ क्वेसन सोध्नुपर्ने केही क्वेसन छ भने सोध्नु होला है, नभए म अगाडि लिएर जान्छु सरसर्ती। 9 मिनट हामीले खर्च गरेका छौँ। भनेपछि फ्रीमा कुन एआई बिइडिटी भएको छ, बिएसटी लेख्नु भएको हो, बेस्ट छ त सर भनेर भन्नुभएको छ। मैले बुझिसकेँ, त्यो बेस्ट नै हो, मैले त्यो बुझ्छु, म टाइपिङ बुझ्छु, म त्यस्तो टेन्सन लिनु पर्दैन। सो यो एआई बेस्ट छ, त्यो एआई बेस्ट छ भन्ने कुरा भन्न पर्दा पनि त्यो अगाडिको कुरा के हुन्छ भन्दाखेरि हामीले कसरी त्यसलाई इनपुट दिने र कसरी आउटपुट निकाल्ने भन्ने कुरा हुन्छ, त्यसलाई हामी प्रम्प्ट राइटिङ भन्छौँ। त्यो पनि हामीले एआईलाई नै गराउने हो, सबै कुरा लगभग एआईलाई नै गराउने हो, तर कन्सेप्ट र आइडिया चाहिँ हाम्रो हुनु पर्यो है। ल अगाडि बढौँ है त। ओके, अटोमेसन, अटोमेटिक काम गर्ने अनि म्यानुअल मेथडमा एआई कहाँनिर पर्छ भन्ने क्वेसन छ। यो एआई चाहिँ बिचमा पर्छ है। अटोमेसन पनि जान्नु पर्यो, काम छुट्याउनको लागि एआई पनि जान्नु पर्यो, अटोमेसन र एआई लाइक अ सिमिलर, अनि म्यानुअल मेथड पनि जान्नु पर्यो। फर उदाहरणको लागि तपाईँसँग एकदमै हाइली एडभान्स कार छ, तपाईँ बस्नु भएको छ, तपाईँले प्रेमिकालाई राख्नु भएको छ अथवा श्रीमतीलाई राख्नु भएको छ, बिहा भइसकेको भए होइन, अथवा तपाईँको हस्बेन्ड हुनुहुन्छ होला है, जो हुनुहुन्छ फ्यामिली बच्चा बच्ची बुवा आमा सबलाई देखेर हाइली एडभान्स कारमा चाहिँ हिँड्नु भएको छ, त्यो कार अटोमेटिक चल्छ, तपाईँ ड्राइभरको जरुरी छैन भने त्यत्रो पछाडि आफ्नो परिवारलाई राखेर त्यो अटोमेटिकवालालाई विश्वास गरेर तपाईँ अगाडि बढ्नुहुन्छ। यो अटोमेटिक हो, आफै हिँड्छ, मैले केही गर्नु पर्दैन, म यहाँ थुपुक्क बस्छु भनेर तपाईँको मनले मान्छ हो। अटोमेसन एआई पनि सेम त्यस्तै कुरा हो, बुझ्नुभयो नि। डाउट क्लियर गर्दै जानुहोस् है मनको, किनभने एआई म तपाईँहरूलाई खत्रै एआई पढाउँछु, त्यसमा कुनै डाउटै नराख्नुहोस् होइन, एकदमै राम्रो पढाउँछु, त्यसमा कुनै डाउट नै नराख्नुहोस्। तर एआई मिसिनतिर जानुभन्दा पनि पहिला हामी मान्छे बनेर मान्छे हुँदै मिसिनलाई बुझ्ने कोसिस गरौँ। आउनुहोस्, ढिलो नगरिकन सुरु गर्ने हो। रेडी हुनुहुन्छ? 2 दिनको मात्रै छ, कति कुरा मात्रै गरेर चाहिँ भ्याउने होइन, समय पनि ओके, के आएको ओके भन्नुभएको छ। ओके, सो सबैभन्दा सुरुमा कुरा गरौँ हामी। ओके, रेडी भन्नुभएको छ, विकास थापाले पनि रेडी भन्नुभएको छ, विकासजी ओके रेडी भन्नुभएको छ, ठिक छ। ओके, अब हामीले कुन कुन टुल्सहरू चाहिँ अहिले हामी वी आर गोइङ टु बी लर्न भन्ने कुरा चाहिँ म बताउँदैछु है। हामीले भिडियो जेनेरेसनको लागि अहिलेको लागि बेस्ट भनेको भिडियो जेनेरेसनको लागि मैले रिसर्च गरेर मेरो एक्सपिरियन्सको आधारमा भन्दैछु है, मैले अनुभव गरेर, मेरो टेक्निकल ज्ञान भन्दा पनि मेरो अनुभव तपाईँहरूलाई मैले सिकाउने हो आज। मैले के गरेर दुःख पाएँ, कहाँ कहाँ पैसा खर्च गरेँ, कहाँ कहाँ पैसा खर्च गरेर मैले क्वालिटी पाएँ, त्यो पैसा खर्च गरे अनुसारको क्वालिटी पाएँ कि पाएन भनेर
ल्यापटप लिएर बस्नु होला है भनेर मैले त्यो कुराहरू मेरो एक्सपिरियन्स बताउँदैछु है। अब तपाईँहरूको एक्सपिरियन्स र मेरो एक्सपिरियन्स फरक पनि हुनसक्छ, तर एज आई एम टिचर सकेसम्म म तपाईँहरूलाई मेरो 100% र बेस्ट सही सल्लाह सुझाव दिन चाहन्छु। ओके, भिडियो जेनेरेसनको लागि हामी युज गर्दैछौँ भिओ 3.1 गुगलको। अब यसको फ्री भर्जन पनि आउँछ तर लिमिटेड मात्रै दिन्छ। क्लिङ एआई भिडियो जेनेरेसनको चाहिँ तपाईँको नेपाली भिओ 3 को चाहिँ प्रो चाहिँ के छ भन्दाखेरि नेपाली उच्चारण यसले सही गर्छ। गुगलको भिओ 3 ले गुगलको भिइओले चाहिँ भनौँ न, अब यसको भर्जन अलग अलग छ। गुगल अहिलेसम्ममा चाहिँ नेपाली प्रोनाउन्सिएसन गर्नको लागि बेस्ट टुल मानिन्छ गुगलको भिइओ। ओके, त्यसपछि सेकेन्डमा हामी आउँ क्लिङ एआई। क्लिङ एआईको अडियो राम्रो छैन, क्लिङको अडियो राम्रो छैन, तर मोसन सिङ्क भन्ने एउटा अप्सन छ। त्यो मोसन सिङ्कले चाहिँ तपाईँले बच्चाहरू नाचेको होइन, अब बाजेले हजुरबाहरूले कुम्फु गरेको अरूको मोसन भनौँ न एकदम प्रोफेसनल डान्सरको मुभलाई चाहिँ बच्चामा कपी गर्ने होइन, अनि अथवा डगमा क्याटमा त्यस्तो कपी गर्नको लागि मोसन क्याप्चरको लागि क्लिङ ठिक छ। त्यस्तै गरी तपाईँहरूको राम्रो क्यामेरा छैन होइन, राम्रो ब्याकग्राउन्ड छैन, अनि तपाईँहरूलाई चाहिँ आफ्नो जस्तै क्लोन बनाउनु पर्ने छ भने क्लोनिङको लागि हाइजेन राम्रो छ र हाइजेनले 1 मिनटसम्मको भिडियो बनाउन छुट दिन्छ। अनि यो सबै माथिको चाहिँ जति पनि छन् 8 सेकेन्डको मात्रै हो है। 8 सेकेन्डको भइसकेपछि फेरि त्यसलाई जोड्नको लागि एउटा न एउटा भिडियो एडिटिङ त गर्नै पर्छ, गर्दिनँ भन्दा पनि गर्नै पर्छ, सुखै छैन। किनभने 8 सेकेन्डकोले मात्रै तपाईँको चाहिँ तपाईँको इच्छालाई चाहिँ मिट गरेन भने त दुईटा 8 सेकेन्डको बनाउनु पर्यो, 8 दुना 16 सेकेन्डको। अब त्यहाँ अटोमेटिक जोडेर त आउँदैन, त्यसपछि जोड्नु पर्यो। जोड्दाखेरि के त भिडियो एडिटिङ सफ्टवेयर चाहियो है। भिडियोमा चाहिँ एक्सटेन्ड गर्ने अप्सन चाहिँ हुन्छ है फेरि है। सर मैले गरेको थिएँ एक्सटेन्ड भयो थियो, तपाईँ त नजान्ने सर हुनुहुँदो रहेछ भन्नु होला नि फेरि त्यो पनि सोच्नुपर्ने गाह्रो छ। एनिवे अगाडि जाउँ। टप 3 इमेज जेनेरेसन टुलमा चाहिँ हामी च्याट जिपिटी सबसे इजी। च्याट जिपिटी पर्फेक्ट छ है। अहिले बिस्तारै बिस्तारै डे बाई डे यसले चाहिँ अलिकति आफ्नो कुराहरू चाहिँ राम्रो बनाइरहेको छ। च्याट जिपिटी इमेज मोडेल 2.0 पनि आएको छ। अहिले इमेज लगभग खत्रै बनाउँछ भनौँ न, राम्रै बनाउँछ, इट्स ओके, दामी नै बनाउँछ। अनि त्यस्तै गरी न्यानो बनाना गुगलको टुल्स तपाईँहरूले एउटा कुरा के भनौँ भन्दाखेरि अहिले अब धेरै दिमाग लगाउन भन्दा पनि सब्सक्रिप्सन लिनै परे गुगलको लिनुहोस्। किनभने गुगलसँग दुनियाँभरको डाटा ओके त्यही त नि। गुगलले अहिले म बताउँछु फ्री टुल्स पनि, टेन्सन नलिनु। गुगलले दुनियाँभरको डाटा स्टोर गरेर राखेको छ भनेपछि गुगलसँग धेरै डाटा छ। जति धेरै डाटा छ त्यति नै धेरै आफ्नो एलएलएमलाई चाहिँ ट्रेन गर्छ। एलएलएम भनेको यही च्याट मोड्युलहरू हो कि होइन, मेसिन लर्निङहरू हो। अनि त्यसलाई चाहिँ जति ट्रेन गर्छ त्यति नै राम्रो आउटपुट आउने हो नि त होइन। अब तपाईँको भिओ 3 को नेपाली भोइस किन राम्रो छ भन्दाखेरि त्यत्रो नेपाली भिडियोहरू चाहिँ युट्युबमा अपलोड भएको छ। अनि युट्युब कसको? गुगलको होइन, बिना गुगल एकाउन्ट त युट्युब चल्दैन। सो ट्रेन गर्नलाई गुगलसँग अनलिमिटेड डाटा छ। सो एआई पनि गुगलको अलिकति बेस्ट आउँछ, तर अरू क्षेत्रमा पनि काम भइरहेको छ। जस्तै हाइजेनले पनि अहिले राम्रो काम गरिरहेको छ, क्लिङले चाहिँ मोसन ट्र्याकिङमा राम्रो काम गरिरहेको छ। सो तर अल्टिमेट विनर भनेको भिओ नै हो। अब जाउँ माइक्रोसफ्ट क्रिएट। म तपाईँलाई अहिले क्रिएट गरेर पनि देखाउँछु, देखाउँदै पनि भन्नु न सर भन्नुभएको छ। ओके, म तपाईँहरूलाई देखाउँदै पनि भन्छु ल। ओके म चाहिँ यो क्लिङबाट मैले मोसन गरेको है। यो चाहिँ मोसन ट्र्याक गरेको केबाट? क्लिङ एआईबाट। ओके, मैले चाहिँ चाइनिजले गरेको मुभलाई चाहिँ उहाँ बाजेमा चाहिँ कपी गरे हो है। मैले कुम्फु बाजे भनेर रिनेम गरे रहेछु। यो चाहिँ क्लिङबाट पोसिबल छ।
ओके, यो मैले कम्फूको मुभ चाहिँ कपी गरेको हो, तर तपाईँहरूले यसबाट चाहिँ डान्स गरेको पनि कपी गर्न पाउनुहुन्छ। अरू जे पनि भनौँ न, जुन पनि मुभ तपाईँले कपी गर्न सक्नुहुन्छ है क्लिङबाट चाहिँ। यसको चाहिँ मोसन ट्र्याकिङ चाहिँ राम्रो छ। ओके, अनि VO3 को चाहिँ अडियो, नेपाली अडियो चाहिँ ठिक छ। ए अल्छी, सुती खाएर तेरो पेट गडबड भएको छ? यदि तेरो पेट गडबड भएको छ भने मलाई खा, म तेरो पेट सबै सफा गरिदिन्छु अनि तेरो मुटुलाई पनि हेल्दी राख्छु, बुझिस् अल्छी? यस्तो खाले भिडियो आउँछ नि, मलाई खा भन्नेवाला। यो पनि VO को हो, यो चाहिँ गुगलको। ओके, नेपालीको लागि चाहिँ अहिले चलेको चाहिँ यो नेपालमा एकदमै मोस्टली ट्रेन्डिङ गरेको चाहिँ म काउली हुँ, म बन्दा हुँ भन्ने टाइपको चाहिँ मोस्ट प्रोबेबली धेरै जसो चाहिँ यही VO को काम हो। अनि अब यो मैले ग्रुपमा पनि राखेको थिएँ। यो पेन्टिङ स्ट्रक्चरको चाहिँ अब सम्भावित भाइरल जाने कन्टेन्टमा पर्छ है। यो चाहिँ अहिलेसम्म ट्रेन्डिङ भएको छैन, तपाईँहरूले पनि यो सिकेर सुरु गर्न सक्नुहुन्छ। अब यो चाहिँ बिस्तारै यो स्ट्रक्चरको चिज चाहिँ भाइरल हुनेवाला छ। यो चाहिँ सिकेर बस्दा राम्रो हुन्छ। यो पनि मैले VO बाटै जेनेरेट गरेको हो। ओके, क्लिङको चाहिँ के छ त, यो मोसन ट्र्याकिङ चाहिँ राम्रो। यसरी नै बच्चाहरूलाई तपाईँहरूले गर्न सक्नुहुन्छ। ओके, अब यो तपाईँहरूले एड हेरेर आउनुभयो, यो मेरो एड हो होइन। अब AI पर्फेक्ट छ त भन्ने कुराको म एन्सर यही एडबाट दिन्छु है त। ल सुन्नु है, AI को झन् छुट्टै दबदबा। अब प्रश्न छन् भिडियो एडिटिङ सिक्ने कि AI भिडियो जेन। यदि तपाईँ फ्रस्ट्रेसनमा हुनुहुन्छ भने डा ग्राफिक्सले लिएर आएको। ओके, डा ग्राफिक्सले लिएर आएको मात्रै छ, त्यसपछिको वर्ड नै छैन। अब यसलाई त काटी काटी मिलाउनु पर्यो नि त होइन। त्यसको लागि पनि म्यानुअल मेथड जान्नु पर्यो। भनेको एआईले इच एन्ड एभ्रिथिङ गर्न सक्दैन। हामीलाई आफ्नो हातमा पनि म्यानुअल कन्ट्रोल चाहिन्छ, नत्र त्यही अहिलेको अटोमेटिक गाडीवाला सब परिवारलाई लिएर हिँड्नु भएको छ, गाडी अटोमेटिक हो भन्दैमा स्टेरिङमा हात नराखिकन हिँड्न त सक्नुहुन्न नि। म्यानुअल मेथड भनेको पनि त्यही हो। अटोमेटिक गर, जे गर्नु छ गर, तर मुख्य कन्ट्रोल आफ्नो हातमा हुनु पर्यो नि। हो, त्यो म्यानुअल स्किल भनेकै मुख्य कन्ट्रोल हो के। अब त्यस्तै गरी अर्को क्लिप पनि हेरौँ। ग्राफिक्सले लिएर आएको जहाँ तपाईँले मोबाइलबाट सिक्न मिल्छ कि मिल्दैन, कम्प्युटर चाहिन्छ कि चाहिँदैन र तपाईँको लागि पर्फेक्ट कोर्स कुन हो भन्ने सबै जानकारी पाऊ भन्ने बित्तिकै काटिएको छ। ग्राफिक्सले लिएर आएको जहाँ तपाईँले डा ग्राफिक्सले लिएर आएको छ पनि क्लियर भनेको छैन। जहाँ तपाईँले मोबाइलबाट सिक्न मिल्छ कि मिल्दैन, ग्राफिक्सले लिएर आएको जहाँ तपाईँले मोबाइलबाट सिक्न मिल्छ कि मिल्दैन। ख्याल गर्नुभयो नि। सो एआई इज नट पर्फेक्ट। मैले मेरो विज्ञापनको लागि बनाएको चिज त पर्फेक्ट आएको छैन होइन। मार्केटमा अनि सर बबाल बबाल आउँछ, तपाईँले मिस्टेक गर्नुभयो, तपाईँले प्रम्प्टिङ गर्न जान्नु भएन कि के भयो भनेर क्वेसन। नो, त्यो होइन। मार्केटमा देखाउने एक थरी हुन्छ, रियालिटी अर्को थरी हुन्छ। यो कुरा चाहिँ बुझ्नु है। देखाउने एक थरी हुन्छ, रियालिटी अर्को थरी हुन्छ कि। त्यो अब एउटा इक्जाम्पलको लिएर चाहिँ बुझ्नुहोस्। तपाईँको फेसबुकमा कसैले दुःख पाएको फोटो राख्छ? राख्दैन नि। सामाजिक सञ्जालमा कसैले नराम्रो फोटो राख्छ? राख्दैन। देखाउनलाई एक थरी हुन्छ, तर आफ्नो जिन्दगीको रियालिटी त एक थरी हुन्छ नि त। हो, सब मार्केटमा के छ त, आउनुहोस् 200मा लिनुहोस्, 300मा लिनुहोस्, पर्दै पर्दैन। म पढाउँछु तपाईँहरूलाई। यो एआईको लागि एटलिस्ट म्यानुअल मेथडको लागि चाहिँ पढ्नै पर्छ। सरहरू, म्याडमहरू, मिसहरू, साथीभाइहरू को जोडिनु भएको छ, तर एआईको लागि पढ्न जरुरी छैन। इक्जाम्पल बनाएर देखाउनु पर्यो। सर देखाउँछु, पिर किन गर्नुभएको छ? बिल्कुलै। ओके, ओके, अब अगाडि जाउँ। च्याट पनि गर्दै गर्नु होला। म यसो आँखा च्याटमा पर्यो भने म त्यतातिर पनि गर्दै गर्छु। ओके, यो अनि टिचिङ मेटेरियलतिरै जाउँ फेरि। अनि रिटचिङ। अब बिस्तारै बिस्तारै रिटचिङको काम पनि एआईले राम्रो गर्दैछ है। अब यो चाहिँ मैले जस्ट टेस्टिङको लागि चाहिँ तपाईँहरूलाई देखाउनको लागि चाहिँ बनाएको इमेज हो। जस्तै यो इमेजलाई
क्लिन गर्नु पर्यो भने यसरी राम्रो बनाइदिएको छ। यो इमेज हो है। ओके, यतापट्टि चाहिँ क्लिन गरेर बनाइदिएको छ भनेपछि एआईले तपाईँको कुरा बुझ्छ है। अब चाहिँ तपाईँहरूले रिटचिङ गरिरहनु चाहिँ पर्दैन, एआईलाई लगाउन सक्नुहुन्छ। यो चाहिँ जेमिनीले गरेको रिटच हो, गुगलको जेमिनीले। ओके ओके, अब यो सब मोबाइलबाट गर्न मिल्छ किनभने यो इन्टरनेटमा हुने प्रोसेसिङ हो नि त, मोबाइलमा हुँदैन। यो चाहिँ म्यानुअल मेथड चाहिँ तपाईँ यसरी ल्यापटप चाहिँदैन, मोबाइलबाटै मिल्छ। एआईको लागि तपाईँहरूले एटलिस्ट ल्यापटप चाहिँ चाहिँदैन है, मोबाइलबाटै गर्न मिल्छ। त्यही हो, अब ल्यापटपमा अथवा कम्प्युटर स्क्रिनमा अप्सन यताउता हुन्छ, ठ्याक्क कम्प्युटरमा देखाएको जस्तो चाहिँ हुँदैन, मोबाइलको चाहिँ अप्सन तलमाथि हुन्छ। तर मिल्छ कि मिल्दैन भन्ने प्रश्नको चाहिँ उत्तर मिल्छ, गर्नुपर्छ, गर्ने हो, मोबाइलबाट पनि गर्ने हो। ओके ओके, अब हामी सबैजनालाई पैसा कमाउनु परेको छ होइन, पैसा सँगसँगै इज्जत पनि कमाउनु पर्छ, किनभने पैसाले कमाएको इज्जत र इज्जतले कमाएको पैसामा अन्तर हुन्छ। सो हामी पहिला त्यही भएर सिकौँ, सिप वान बनेर अनि त्यसपछि पैसा कमाउने, एआईको युज गरेर बिस्तारै बिस्तारै कन्टेन्ट पनि क्रिएट गर्ने, आफू पनि राम्रो हुने, अरूलाई पनि राम्रो कन्टेन्ट देखाउने। ओके, अब जाउँ सुरुमा हामी प्रम्प्ट राइटिङ गर्न सिक्छौँ। मैले यहाँ जेमिनीबाट एकदमै क्विकली बनाएको थिएँ। के गर्छौँ हामी 5 दिन, यसपछि यो क्लास पछि पनि 5 दिनको हाम्रो क्लास हुन्छ। त्यसमा चाहिँ फन्डामेन्टल प्रम्प्ट राइटिङ गर्छौँ 1 दिनमा, 2 दिनमा चाहिँ इमेज बनाउँछौँ, तेस्रो दिनमा चाहिँ भिडियो जेनेरेसन गर्छौँ, अनि त्यसपछि डे 4 मा चाहिँ हामीले अडियो लाई चाहिँ कसरी उत्पादन गर्ने, अडियो प्रोडक्सनको कुरा सिक्छौँ, र डे 5 मा चाहिँ एडिटिङ त सिक्नै पर्छ। अब 1 दिन मात्रै एडिटिङ सिकेर चाहिँ पुग्दैन, एडिटिङको लागि कमसेकम पनि 3-4 दिन 5 दिनसम्म चाहिँ सिक्नुपर्छ। त्यसको लागि चाहिँ हाम्रो पेड कोर्सहरू पनि छ, त्यतातिर जोइन गर्न मन लाग्छ भने जोइन गर्नु, मन लाग्दैन भने जोइन नगर्न पनि पाइन्छ है, म कसैलाई पनि फोर्स गर्दिनँ। ओके, अब एउटा गरेर देखाउने भनेर भन्नुभएको छ। ओके, लेट्स डु। के गर्ने त भन्दाखेरि केही लसुन प्याज अथवा कसैको गरौँ। ओके, मैले च्याट जीपीटीमा आउँछु र प्रम्प्ट लेख्न सुरु गर्छु। वेट जस्ट अ मोमेन्ट है, मलाई चाहिँ ओके ओके, सो म च्याट जीपीटीमा आएँ। अब आस्क एनिथिङ भनेको छ, GENERAT जेनेरेट, सिम्पल। अहिले धेरै कम्प्लेक्स त्यो प्रम्प्ट राइटिङै गरे जसरी नजाउँ, सामान्य भाषामा अझ भन्नुहुन्छ भने म त अझ बोलेर प्रिफर गर्छु। हेलो हेलो, आवाज आइरहेको छ। मलाई एउटा स्याउको क्यारेक्टर बनाइदेऊ, अनि त्यसपछि स्याउ चाहिँ एकदमै ह्याप्पी स्माइल गरेको स्याउ बनाइदेऊ, अनि त्यो स्याउ चाहिँ स्याउबारीमै छ, चारैतिर स्याउको बुट बिरुवाहरू पनि छ, अनि बिचमा स्याउ भएको एउटा इमेज बनाइदेऊ न है। सिम्पल, यही गर्ने हो, केही नगर्ने। एकछिन ट्रान्सक्राइब गर्छ, यसलाई बुझ्ने कोसिस गर्छ, अनि लेखेको भर्जन आउँछ। अलिकति स्लो भयो, यति बेलासम्म त आइपुग्नु पर्ने हो, बट लेट्स वेट। ओके, इन्टर गरेँ, केही नगर्ने, सिम्पल, क्रिएट गर्न सुरु गरिसक्यो। अब एकैछिन वेट गर्नु पर्यो है। अब कस्तो इमेज बनाउँछ त, मैले त्यस्तो धेरै डिटेल्डमा चाहिँ यसलाई प्रम्प्ट गरेको छैन। ओके, मलाई एउटा स्याउको क्यारेक्टर बनाइदेऊ, अनि त्यसपछि स्याउ चाहिँ एकदमै ह्याप्पी स्माइल गरेको स्याउ बनाइदेऊ, अनि त्यो स्याउ चाहिँ स्याउबारीमै छ, चारैतिर स्याउको बोट बिरुवाहरू पनि छ, अनि बिचमा स्याउ भएको एउटा इमेज बनाइदेऊ न है। सिम्पल भनेर भनेर रहेछु, अब बन्दैछ कस्तो बन्छ थाहा छैन। यही हो गर्ने, तपाईँहरूले पनि गर्न सक्नुहुन्छ है। 1000 रुपियाँको कोर्स लिनुहोस् हजुर, मेरो एकदमै राम्रो हो, डिटेलमा सिकाउँछु भन्नेले नै गर्ने यही नै हो। फ्रीमा आउनुहोस्, सञ्जय सरले पढाउने, सञ्जुदाले पढाउने पनि यही नै हो, केही बिचको 19 छैन। अब अरूले नराम्रो पढाउनुहुन्छ म भन्दिनँ, तर मैले चाहिँ राम्रो पढाउँछु भन्छु, अरूको म जिम्मा लिन सक्दिनँ। एनिवे, बन्दैछ। 1 लास्ट ट्विक भनेको छ, लास्टमा केही चेन्जेसहरू गर्दैछ होला जहाँसम्म। ओके, एकछिन चाहिँ कुर्नै पर्छ। पेड भर्जनमा चाहिँ अलिकति छिटो छिटो निकाल्छ है। ओके, एनिवे,
अब यसलाई हामीले डाउनलोड गर्ने हो। सो लेट्स डाउनलोड इट। डाउनलोड पनि भयो। अब VO3 मा जाउँ, फ्लोमा जाउँ, गुगल फ्लोमा गएर क्लिक गरौँ, क्रिएट विथ फ्लो। अब यहाँ चाहिँ मैले लसुनको वाला बनाएको थिएँ, अनि यो टाइम ल्याप्सको भिडियोहरू पनि एकदमै पपुलर भइरहेको छ है, यो वाला तपाईँहरूले देख्नुभयो होला। ओके, अब म बनाउन चाहिँ सिकाउँछु है। अब यहाँ केही गर्न जरुरी छैन, गुगल फ्लोमा आउने, फ्लोमा आइसकेपछि न्यू प्रोजेक्टमा गर्ने। अब लगइन गर्नु भएको छैन भने यहाँ लगइन गर्नुपर्छ। मैले चाहिँ यसको सब्सक्रिप्सन लिएको छु, त्यही भएर मेरो प्रोमा आयो। तपाईँहरूले चाहिँ नयाँ एकाउन्ट छ भने 3वटा 4वटा कतिवटा चाहिँ फ्रीमा दिन्छ। अहिले यो चाहिँ पेडवालामा गर्दैछौँ, तर फ्रीवालामा पनि हामी गर्न चाहिँ सिक्छौँ है। अब न्यू प्रोजेक्टमा क्लिक गर्ने, सिम्पल, केही गर्नु छैन। त्यसपछि अब हामीले यहाँ यसमा आएर इन्टिग्रेसन भन्नेमा चाहिँ क्लिक गर्नु पर्यो, अनि त्यसपछि यहाँ एड गर्ने ठाउँमा गएर अपलोड इमेज गर्नु पर्यो, अनि त्यसपछि यो वाला स्याउको ओपन गर्नु पर्यो। अब एकैछिन स्याउ चाहिँ अपलोड हुँदै गर्छ। त्यतिन्जेल हामी के गर्न सक्छौँ भन्दाखेरि फेरि च्याट जिपिटीलाई नै एउटा केही प्रम्प्ट बनाउन लगाउँ। च्याट जिपिटी मलाई भिडियो जेनेरेसन गर्नु छ एआई को माध्यमबाट। यसको लागि स्याउको भोइस ओभर चाहिँ गर्नुपर्ने छ मलाई है। ए म स्याउ हो, मलाई खाऊ, तिम्रो छाला चम्किलो बनाइदिन्छु, मुटु पनि स्वस्थै राख्छु, यो चाहिँ भोइस ओभर गर्नुपर्ने। यसलाई मिलाएर एउटा प्रम्प्ट बनाइदेऊ न, बस गर्ने यति हो। अब इन्टर गर्नु, छोडिदिनु, केही गर्नु पर्दैन, आनन्दले यी सर्लक्कै सबै काम गरिदियो। अब भोइस ओभर अनि नेपाली, यसलाई सर्लक्क कपी गर्ने, फ्लोमा आउने, अनि यसमा पेस्ट गर्ने। भोइस ओभर नेपाली, म स्याउ हुँ, मलाई खाऊ, तिम्रो छाला चम्किलो बनाइदिन्छु, मुटु पनि स्वस्थ राख्छु। ओके, अब यसलाई सुरु गरिदिउँ। यही हो गर्ने, यति हो गर्ने है, केही गाह्रो छैन। अनि अब म अर्को पनि टुल्सहरू तपाईँहरूलाई गरेर देखाउँछु। फ्रीवाला मोड्युल पनि छ, पैसै तिर्नेवाला छैन। तर अल्टिमेटली लास्टमा गएर तपाईँहरूले पैसा तिर्नु नै पर्छ है। कुनै न कुनै एउटा चाहिँ एआईमै, अब जस्तै कन्टेन्ट क्रिएटरै बन्छु म, यसैसँग रिलेटेड भिडियो बनाउँछु अथवा फोटो बनाइराख्नुपर्छ भने फोटोको लागि त जेमिनी र च्याट जिपिटीमा अर्को गुगल एकाउन्ट बनाएर पनि गर्न मिल्छ। तर त्यसो नगर्नु होला, कुनै साइटले चाहिँ तपाईँको आइडीलाई फ्ल्याग गरिदिन्छ होइन। तर च्याट जिपिटीमा चाहिँ 2-3वटा गुगल एकाउन्ट बनाएर गर्न मिल्छ है। म तपाईँलाई अहिले गरेर पनि देखाउँछु। ओके, हाम्रो भिडियो रेडी भइसक्यो, हेरौँ है त कस्तो बनायो। म स्याउ हुँ, मलाई खाऊ, तिम्रो छाला चम्किलो बनाइदिन्छु, मुटु पनि स्वस्थ राख्छु। म स्याउ हुँ, मलाई खाऊ, तिम्रो छाला चम्किलो बनाइदिन्छु, मुटु पनि स्वस्थ राख्छु। म स्याउ हुँ, मलाई खाऊ, तिम्रो। अब यही कुरा जस्तो प्रम्प्ट दिनुहुन्छ त्यस्तै बन्ने हो कि। जस्तै अब मलाई मैले अहिले लसुन दाईको बनाएको थिएँ, यो वाला लसुन दाई, यो वाला। ए अल्छी, सुती खाएर तेरो पेट गडबड भएको छ? यदि तेरो पेट गडबड भएको छ भने मलाई खा, म तेरो पेट सबै सफा गरिदिन्छु, अनि तेरो मुटुलाई पनि हेल्दी राख्छु। बुझिस अल्छी? ए अल्छी, सुती खाएर तेरो पेट। यो यसको लागि मैले प्रम्प्ट युज गरेको भनेको चाहिँ भोइस ओभर चाहिँ नेपाली, एङ्ग्री एन्ड फ्रस्ट्रेटेड टोनमा गर्नु भनेर भनेको छु, नेगेटिभ दिएछु। अब यो प्रम्प्ट राइटिङमा हामी सिक्नुपर्छ यो नेगेटिभ पोजिटिभ भनेको के हो। म तपाईँहरूलाई डिटेलमा बुझाउँछु यो प्रम्प्ट राइटिङ कसरी गर्ने भन्ने कुरा पनि।
यसमा चाहिँ मैले नेगेटिभ दिएको छु। नेगेटिभ भनेको कस्तै कुनै पनि एआईलाई चाहिँ स्टप गर्नु पर्यो, जस्तै यो कुरा चाहिँ नगर है भन्न पर्यो भने हामी नेगेटिभ युज गर्छौँ। डोन्ट चेन्ज दि ब्याकग्राउन्ड, ब्याकग्राउन्डलाई चाहिँ मैले चेन्ज नगर्न भनेर रहेछु। यो गाउँको टिपिकल ब्याकग्राउन्ड छ, यसलाई चाहिँ चेन्ज नगर भनेर चाहिँ मैले यसलाई नेगेटिभ गरेर रहेछु। भनेको एआईलाई स्ट्रङली केही कुरा फोर्सफुली यो चाहिँ गर्दै नगर भन्नु पर्यो भने हामी नेगेटिभ प्रम्प्टको युज गर्छौँ है। अब यो कुराहरू चाहिँ मैले प्रम्प्ट लेख्ने बेलामा तपाईँहरूलाई डिटेलमा बुझाउँछु। अहिले चाहिँ आजै चाहिँ प्रम्प्ट नगरौँ, मैले आज डेमो दिइरहेको छु, त्यही भएर भोलि चाहिँ प्रम्प्ट गर्ने तरिका पनि म सिकाउँछु तपाईँहरूलाई। आधी घन्टा 32 मिनट भएको रहेछ। ओके, यसरी नै हो। अनि अर्को सबैजनाले हेला गरेको चाहिँ केलाई हो भन्दाखेरि यो माइक्रोसफ्टलाई हो। मलाई त यो माइक्रोसफ्टलाई हेला गरेको देखेर साह्रै चित्त दुख्छ हौ। ओके, मैले यहाँ थोरै प्राइभेसीको लागि यता राखेँ। अब मैले इमेजमा गएँ होइन। अब इमेजमा गइसकेपछि यहाँनिर यो माइक्रोसफ्टको एज ब्राउजरबाट खोल्नु पर्यो है। यो डिफल्ट हुन्छ सर, गुगल फ्लोमा नि फ्रीमा हुन्छ र भनेर भन्नु। 3टासम्म फ्रीमा हुन्छ है, 3टा चाहिँ फ्रीमा। थोरै पानी पिउँछु ल, जस्ट अ मोमेन्ट। ओके ल, अब यो एजमा आउने धेरैजनाले अलिकति हेपेको भनौँ कि वास्ता नगरेको भनौँ कि हेला गरेको भनौँ के भनौँ, बट केयर नगरेको माइक्रोसफ्ट एजको पनि इमेज जेनेरेसन नराम्रो चाहिँ छैन। डाली इन्जिन 2 युज गर्छ माइक्रोसफ्टले। अब म क्रिएटमा गएँ, इमेजमा आएपछि हाम्रो यहाँ क्रिएट हुन्छ। इमेज बनाउने कि भिडियो बनाउने, ओके। डाली इन्जिन 3 आएको रहेछ अहिले। यो मोडल चाहिँ यो युज गर्छ। यहाँ अरू मोडल पनि छ, यमएआई इमेज भन्ने नयाँ आएको रहेछ, डिटेल इमेज बनाउने भनेको छ। अब मैले यो इन्जिन चाहिँ युज गरेको छैन, मैले धेरै जसो जेमिनाईको नै युज गर्छु। सर मैले भर्खर जोइन गरेँ, मेरो स्टार्टिङ छुटेको छ भन्नुभएको छ। पिर नमान्नुहोस्, रेकर्डिङ पनि छ, भोलिको सेसनमा पनि मोटामोटी 10-15 मिनट त कभर गरिहाल्छु मैले, पिर मान्नु पर्दैन। ओके, अनि अर्को पिर नमान्नु पर्ने कुरा, यो डेमो क्लास अथवा यो 2 दिनको सिद्धिएपछि पनि अरू कोर्सहरू पनि छ हाम्रो फर्दर, तपाईँहरूमा भेटघाट भइरहन्छ, त्यो जोइन गर्नुभयो भने पनि भइहाल्छ। एनिवे ओके, अब मैले यहाँ इमेज बनाउने कि भिडियो, म तपाईँलाई पहिला इमेज बनाउँछु, इमेज बनाएर देखाउँछु, अनि भिडियो पनि बनाउँला है त। ओके, सरप्राइज मी। अब मलाई सरप्राइज गर्न पर्यो भने मैले सरप्राइज मी भन्ने हो, नत्र म आफ्नो प्रम्प्ट लेख्छु होइन। क्रिएट ओइल पेन्टिङ अफ HIL हिल एरिया विथ river and mountains, YAKSX and GRUND ground, CHILDREN, children are playing. There is TEMPLE temple on the HILL hill TOP top. यति मात्रै भनेर क्रिएट गरिदिएँ ल, जस्तो सुकै बनाओस्। ओइल पेन्टिङ भनेपछि लगभग पेन्टिङ स्ट्रक्चर बनाउँछ। सरले मजाले बुझाउनु हुँदो रहेछ भनेर भन्नुभएको छ। टेन्सन नगर्नु, अझै मजाले बुझाउँछु। तर मलाई कस्तो खालको प्रेसर चाहिँ के छ भन्दा, डेमो हो अनि धेरै कुरा कभर गरौँ जस्तो लाग्छ कि, त्यही भएर अनि आत्तिको जस्तो हुन्छ। त्यस्तो भयो भने चाहिँ बुझ्नु भएन, कन्फ्युजन भयो भने चाहिँ रिपिट गरिदिनु भन्नु, म रिपिट गरिदिन्छु है, प्रब्लम छैन। ओके, यो ओइल पेन्टिङहरू आयो होइन। अनि यो पेन्टिङ आयो, माथि मन्दिर पनि राखिदियो, यो ऊ पनि राखिदियो, यो जति पनि छ सबै कुरा गरिदियो। हेर्नुहोस् त, 4वटा बनाएर दियो, एउटा यो दियो। हेर्नु यहाँ आमा छोरी पनि है छ, कस्तो राम्रो। अनि ओके, यो त झन् घाँसे मैदान, मजेदार छ यो। ओके, यस्तो रहेछ, यो रहेछ ल। ओके, कुनै पनि एउटा डाउनलोड गरौँ। डाउनलोड, यो यहाँ डाउनलोड भइसक्यो है, डाउनलोडमा गएर बस्यो। अब फेरि मैले तपाईँहरूलाई अस्ति पठाएको थियो नि फ्लोको, म फेरि फ्लोमै आएँ, किनभने मैले धेरै जसो काम यहीँबाट गर्छु। फ्लोमै आएर धेरै केही गर्नु पर्दैन, जसले जति नै नाना भाती म यस्तो खतरा म उस्तो खतरा भनेर जे सुकै भने पनि, प्रम्प्ट इन्जिनियरिङ पनि अहिले एकदमै
कमन ल्याङ्ग्वेज भइसकेको छ के, केही गर्नु परेन, जस्ट मैले अहिले तपाईँलाई म देखाइहाल्छु। अपलोड गर्ने के त भन्दा अहिले डाउनलोड गरेर अहिले बनाएको इमेज मैले डाउनलोड गरेको योवाला इमेज, त्यही पहाडवाला मन्दिरवाला याकवाला। अब यसमा FIGICAL मैले बुझिनँ है। त्यो चाहिँ अब मैले केही गर्नु पर्दैन, केही गर्ने होइन, यसमा केही गर्ने होइन। ब्रिङ इट इन LIFE लाइफ, ब्रिङ इट इन लाइफ अथवा जेसुकै लेख्नुहोस्, यसलाई जीवित बनाइदेऊ भन्न खोज्या हो। यति लेख्यो भने पनि सिद्धियो, प्रम्प्टिङ भ्याइयो। ए फिजिकल क्लास नि दिनुहुन्छ भन्नुभयो। फिजिकल क्लास को लागि चाहिँ म आउट अफ द भ्याली बस्छु, त्यही भएर सम्भव छैन होला है। अनलाइनमा चाहिँ तपाईँले डेडिकेटेड लिन पनि सक्नुहुन्छ। सर मेरो समय अलिकति मिल्दैन, मलाई चाहिँ छुट्टै क्लास सिङ्गल क्लास लिइदिनुहोस् भन्नुभयो भने पनि त्यो पनि एभाइलेबल छ। तर त्यसको लागि चाहिँ हाम्रो प्रोफेसनल लेभलको भिडियो एडिटिङ सिक्नु पर्ने हुन्छ। ओके, एनिवे मलाई हेल्प गरिरहनु भएको छ, धेरै धेरै धन्यवाद। क्लास रेकर्ड हुँदैछ, टेन्सन नलिनु यताउता, किनभने मैले यता च्याट रिप्लाई पनि गरिरहेको छु नि त। तपाईँहरूलाई फेरि वास्ता नगरेको जस्तो होला, सरले हामीले भनेको हेरिदिनु भएन भन्ने होला, अनि त्यसलाई चाहिँ चिन्ता मान्नुहुन्छ कि भनेर चाहिँ मैले यता नि हेरिरहेको छु। धन्यवाद है आयुग यादवजीलाई। एनिवे ल अब म यसलाई प्ले गरेर चाहिँ हेरौँ है। हेर्नुहोस् त, यो इमेज दिए थिएँ, यतातिर भिडियो दियो मलाई, अब हेरिदिइहालौँ होइन त। सकिएन, अब यति भएपछि सकिएन, सकियो कि सकिएन, यति नै हो नि चाहिएको, हो नि। बस जति नै लामो प्रम्प्ट लेख्नुहोस्, जे लेख्नुहोस्, हुने यही हो भनिसकेपछि धेरै टेन्सन लिनु चाहिँ पर्दैन है। एकदम सिम्पल तरिकाले अब अहिले यो बेसिकमा सिकिरहनु भएको छ, अझै योभन्दा राम्रो प्रम्प्ट लेख्नु केही न केही 20 को 19 चाहिँ फरक चाहिँ हुन्छ है। प्रोफेसनली लेख्नु र नर्मल प्रम्प्टिङ गर्नुमा चाहिँ थोरै चाहिँ फरक हुन्छ, धेरै त्यस्तो मेरी बाबै चाहिँ फरक हुँदैन। ओहो के काना इन्जिनियरिङ प्रम्प्ट इन्जिनियर भनेपछि भयानकै इन्जिनियर त्यस्तो त हुँदैन, तर थोरै भए पनि चेन्ज चाहिँ हुन्छ है। साँच्चै प्रम्प्ट लेख्नु र कमन प्रम्प्ट लेख्नुमा फरक चाहिँ आउँछ है। जस्तै हाइली डिटेल, एकदमै धेरै डिटेल चाहिएको तपाईँलाई, एकदमै स्पेसिफिकेसन चाहियो, ठ्याक्कै मैले भने जस्तै चाहियो भनेर भन्नुहुन्छ भने चाहिँ त्यति बेला लेख्नु पर्यो त्यस्तै खालको प्रम्प्ट। नत्र यस्तो यो सामान्य यो चिजहरूको लागि लामो प्रम्प्ट दिनुभयो भने एआई नै कन्फ्युज हुन्छ। एआई कन्फ्युज हुन्छ भनेर त्यो झोक्राएर बस्ने, के गरौँ भएर बस्ने होइन कि इट टेक लङ टाइम टु प्रोसेस है। प्रोसेसिङ गर्नलाई धेरै समय लिन्छ। एनिवे ब्याक जाउँ। अब यही काम मैले अहिलेसम्म गरेको छैन, लेट्स पहिलोचोटि गरौँ है त, यो उबाट गरौँ। सो यही प्रम्प्टलाई कपी गरौँ, क्रिएटमा आउँ, क्रिएटमा आएर यतापट्टि भिडियोमा जाउँ, अनि 10 वटा चाहिँ फ्री दिन्छ, 9 वटा मेरो फ्री बाँकी छ। मैले यहाँभन्दा पहिला एउटा खै बनाए रहेछु क्या हो थाहा छैन। ड्युरेसन 8 सेकेन्ड दियो मलाई, अरू चाहिँ मलाई खासै दिएन। मैले यहाँ फोटो हाल्न मन लाग्यो भने यसरी यहाँ फोटो पनि हाल्न पाउँदो रहेछु। सो मैले यो फोटो चुज गरेर अहिले ओपन गरिदिएँ। ओके ल, अब मैले यसलाई पेस्ट गरेँ, क्रिएट गरेँ। ल अब मैले यो इमेज जेनेरेटिङ प्रम्प्ट चाहिँ भिडियोमा चाहिँ दिइरहेको छु। I don't know. Oops, error occur while generating your video. Please try again moment. हो यो माइक्रोसफ्टको चाहिँ यही प्रब्लम छ। ब्रिङ इट इन LIFE लाइफ। ल मैले फ्लोलाई जे प्रम्प्ट दिएको थिएँ त्यही प्रम्प्ट यता दिएँ है त, जेनेरेट। ओके आई थिङ्क अहिले हुँदैछ। ट्राई अगेन, खै कहाँ गयो, हरायो त। एनिवे पेन्टिङ LOOKS लुक्स PIDO भिडियो
ल अब यति गरेर फेरि क्रिएट गरौँ त। जेनेरेटिङ इरर भनेर भनिरहेको छ। यसमा चाहिँ अलिकति प्रब्लम चाहिँ माइक्रोसफ्टको चाहिँ यही हो है। मैले पहिला जेनेरेट गरेको भिडियो सम्भवतः यहाँ छैन जस्तो लाग्यो मलाई। एनिवे, सो माइक्रोसफ्टले चाहिँ थोरै प्रब्लम दिन्छ है भिडियो क्रिएट गर्नको लागि चाहिँ। त्यही भएर त्यति राम्रो चाहिँ छैन। अब स्ट्यान्डर्ड भनेर भनेको छ, फास्ट र स्ट्यान्डर्ड पनि दिन्छ। फास्ट गर्दाखेरि चाहिँ अब मेरो त्यत्तिकै यो भिडियो जेनेरेटै नगरिकन 9वटा थियो, 2वटा काटिदिइसक्यो। अब स्ट्यान्डर्डमा चाहिँ एप्रोमेस्टिकली सेभरल आवर्स पर भिडियो भनेको फ्रीमा त बनाइदिन्छु हेर केटाकेटी हो, तर 1 घन्टा म लिन्छु भनेर भनेको छ। अब तपाईँहरूलाई 1 घन्टा कुरेर बस्ने फुर्सद छ भने यता आउनुहोस्, प्रम्प्ट लेख्नुहोस्। कुन प्रम्प्ट लेख्दाखेरि चाहिँ भिडियो जेनेरेट गर्छ त माइक्रोसफ्ट एजले भन्ने तरिकाले चाहिँ लामो लामो चाहिँ प्रम्प्ट लेखेर चाहिँ बस्नुहोस् होइन। फ्रीमा गर्ने हो भने होइन, पैसा तिरेर गर्ने हो, तर छिटो गर्ने हो, राम्रो गर्ने हो भने फेरि घुम्दै फिर्दै गुगलको फ्लोमा आउनै पर्छ कि। यदि कन्टेन्ट बनाउने नै हो भने त्यही भएर म तपाईँहरूलाई सर्टकटमा एउटा के कुरा भन्छु भन्दाखेरि धेरै दिमाग नघुमाइकन एउटा यदि कन्टेन्ट क्रिएसन गर्ने नै हो तपाईँको फ्री होइन। फ्रीमा तपाईँहरूले त सम्भवै छैन। फ्री भनेको त अब 2-4 दिन रमाइलो गर्नको लागि मात्रै हो, यसै पनि 2-3वटा भिडियो भन्दा दिँदैन। अनि अब किन्नै पर्छ भने फ्लो किन्दाखेरि अहिलेको लागि चाहिँ बेस्ट हो। तर मलाई चाहिँ फ्लोले स्पोन्सर गरेर मलाई पैसा चाहिँ दिएको छैन है। गुगल कसैले हेर्दै हुनुहुन्छ, गुगलको कोही हुनुहुन्छ भने भन्नु होला, फ्लोको प्रचार भइरहेछ यहाँ। एनिवे, ओके, सो यो भयो तपाईँको इमेज जेनेरेसनको कुराहरू, भिडियो जेनेरेसनको कुराहरू भयो। अब सर कन्टेन्ट क्रिएसन बाहेक अरू के काम गर्छ भन्दा लगभग कम्प्युटरबाट गर्ने काम चाहिँ सबै नै गर्छ एआईले। ओके, मैले चाहिँ एउटा एआईबाट बनाएको वेबसाइट छ है, मैले तपाईँहरूलाई देखाउँछु। यो चाहिँ एआईले बनाइदिएको वेबसाइट हो। फेरि यो पनि फेरि एन्टी ग्राभिटी भन्ने एआई टुलले बनाएको है। यो चाहिँ कस्तो भन्दाखेरि तपाईँको कोडिङहरू गर्ने चाहिँ खालको एआई हो। कोड गरिदिने, जस्तै वेबसाइट बनाउनु पर्यो, कोड गरिदिनु पर्यो मलाई चाहिँ यो चाहिँ गरिदिएको छ। यो प्लान्ट हेभेन भनेर यो ऊ छ। यसमा चाहिँ इन्डोर प्लान्टहरू चाहिँ बिक्री वितरण गर्ने टाइपको मलाई चाहिँ इकमर्स टाइपको चाहिँ वेबसाइट चाहियो भनेर बनाएको। एकदम फुल्ली फङ्सनल नै छ। पोथोस भन्ने छ, एड टु पोर्ट गऱ्यो भने यहाँनिर यो पोर्टमा एड भयो। हेर्नु न कस्तो राम्रो बनाइदिएको छ। अब कतिवटा लिने, 2टा 3टा 4वटा 5वटा जतिवटा लिए पनि यो थप्न मिलिरहेछ। चेकआउट गर्ने, पैसा तिर्ने, त्यो चेकआउटको सिस्टम अझै बिल्ड गरेको छैन, बट यो फङ्सनल चाहिँ छ। अनि अब तपाईँको सबै चिज यसैमा छ। गिफ्ट आइटम, गिफ्ट दिने कुराहरू अब यहाँ अरू पनि थप्दै जान सक्नुहुन्छ है। कलेक्सनमै आउँ, अनि तपाईँको तलपट्टि छ, यसलाई म्यानेज गर्नु पर्यो नि त। त्यहाँ बिरुवा सिद्धियो भने भ्याइयो बिरुवा भन्ने होइन, ती कुराहरू पनि यहाँ फेरि एडमिन कन्ट्रोल पनि दिएको छ। हेर्नु कस्तो राम्रो बनाइदिएको छ। मैले एउटा कोड पनि लेखेको होइन, मलाई आउँदा पनि आउँदैन यो। मलाई भिडियो बनाउन आउँछ, फोटो खिच्न आउँछ, ड्रोन उडाउन आउँछ, एडिटिङ गर्न आउँछ। अहिले आएको एआई पनि धेरै थोरै, म विद्यार्थी हो, सिक्दैछु। किनभने आज एक थरी सिक्छु, भोलि एक थरी आइरहेछ है, त्यो समस्या छ। तर मलाई कोड लेख्न आउँदैन, तर पनि यसले गरिरहेको छ। हेरौँ भित्र एडमिन एक्सेसभित्र के छ त्यो देखाउँछु है मैले तपाईँलाई छोटो। सर यी फोटो भिडियो बाहेक एआईले अरू के काम गर्छ भन्ने क्वेसनको थोरै डेमो मात्रै दिन खोजेँ अब मैले। जस्तै एडिएमआई एडमिन पासपोर्ट चाहिँ छ जस्तो लाग्छ। ओके, ल हेर्नु एडमिन कन्ट्रोल कतिको बेचियो भनेर यहाँ देखायो। 1,38,093 रुपियाँको बेचिएछ। 2,986वटा बिरुवा बेचिएछ। अब इन्भेन्ट्रीमा यतिको सामान मात्रै बाँकी छ भनेर भन्यो। अब यहाँ सबै चिज छ। यी सोसल मिडिया प्रेजेन्सलाई एडिट गर्न मिल्यो। अब एलोभेरा चाहिँ पैसा बढाउनु पर्यो भने, एलोभेराको पैसा चेन्ज गर्नु पर्यो भने यहाँबाट चेन्ज गर्ने होइन। स्टोक सिद्धियो भने, जस्तै मानिलिनु स्टोक नै 0 छ, एलोभेरा 0 भयो, सिद्धियो। अपडेट प्लान्ट गऱ्यो भने एलोभेरा अपडेट भयो। उता कलेक्सनमा आयो भने एलोभेरा कहाँ छ, सोल्ड आउट भयो। यहाँ यता अपडेट भइसक्यो, बेचिसकियो। यहाँ
जिरो भयो। अब यहाँ भएको बिरुवा चाहिँ यहाँ सोल्ड आउट भएको छैन, यहीँ छ, यो अरू चाहिँ बेचिसकेको बिरुवा चाहिँ सोल्ड आउट भयो भनेपछि यति राम्रो वेबसाइट बनाइदिएको छ, तपाईँहरूले जेको पनि बिजनेस गर्न सक्नुहुन्छ। बिस्तारै बिस्तारै चाहिँ अटोमेसनले चाहिँ सजिलो चाहिँ बनाइदिएको छ। तर सेक्युरिटी अब मलाई थाहा छैन है, के गरेर गर्छ, मेरो वेबसाइट कतिको स्ट्रङ छ, मेरो वेबसाइट ह्याक हुन्छ कि हुन्न भन्ने चाहिँ मलाई थाहा छैन। किनभने मलाई यसको फन्डामेन्टल नलेज थाहा छैन। मलाई वेबसाइट न मैले पहिला बनाउँथेँ, यसलाई कसरी सेफ राख्ने हो, के गर्ने हो थाहा छैन। त्यस्तै हाम्रो यो फोटो अथवा भिडियो जेनेरेसनमा पनि तपाईँहरूलाई भिडियो र फोटोको फन्डामेन्टल थाहा भएन भने थोरै तपाईँहरूले भनेको जस्तो इमेज अथवा भनेको जस्तो भिडियो चाहिँ जेनेरेट गर्न सक्नुहुन्न है। यो कुरा चाहिँ सत्य कुरा हो। त्यही भएर फन्डामेन्टल चाहिँ चाहिन्छ है। एबिसिडी त सिक्नै पर्यो नि, जति नै ठुलो इङ्ग्लिसमा ट्यालेन्ट डिग्री होल्डरै भए पनि एबिसिडी नजानेर भयो त हो, त्यही हो। मेनुअल ज्ञान भनेको एबिसिडी हो। त्यही भएर मेनुअल ज्ञान चाहिँ यदि कन्टेन्ट क्रिएसनको फिल्डमा म युट्युबबाट पैसा कमाउने हो अथवा मैले अडियो भिडियोको काम गरेर पैसा कमाउने हो भन्ने तपाईँ चाहनुहुन्छ भने मेनुअल मेथड सिक्नु नै पर्छ। किनभने एआईलाई तपाईँले कतिन्जेलसम्म पैसा तिर्न सक्नुहुन्छ होइन, कति तिर्नुहुन्छ। तपाईँको अडियोको लागि नोटबुक एलएम भन्ने छ, सुनो भन्नेले म्युजिक बनाइदिन्छ होइन। अनि तपाईँको सुनोलाई पनि पैसा तिर्ने अनि यो तपाईँको भर्खर के भने बिर्सी गए, एनिवे हाइजेन भन्ने छ, त्यसले फेरि स्टुडियो नभए पनि राम्रो बनाइन्छ। क्लिङ भन्ने छ, त्यसले राम्रो बनाइदिन्छ। 11 ल्याबको कुरा गर्दै थिएँ मैले, 11 ल्याबले राम्रो गर्छ अडियो, तर नेपाली अप्सन छैन फेरि 11 ल्याबमा। त्यही भएर 11 ल्याब पनि अहिले पर्फेक्टै हो भनेर आँखा चिम्म गरेर विश्वास गर्नुपर्ने केही पनि छैन। त्योभन्दा राम्रो फेरि गुगलकै स्टुडियो राम्रो छ भनेपछि फेरि घुमाउँदै फिराउँदै जहाँ लिएर गए पनि गुगलकै अहिलेसम्म चाहिँ एआईमा चाहिँ कन्टेन्ट क्रिएसनको फिल्डमा चाहिँ एआई राम्रो बनेको चाहिँ तपाईँको गुगलकै हो है। अनि तपाईँको अब क्लड आएको छ होइन, धेरै एआईहरू आएको छ। क्लडले झन् माइन्ड ब्लोइङै काम गरिदिरहेको छ। फ्री क्ल भन्ने आएको छ। प्रत्येक दिन एउटा नयाँ एआई आएको छ। त्यही भएर प्लिज धेरै लामो कुराको छोटकरीमा एन्सर, एआई कन्टेन्ट क्रिएसनको लागि तपाईँले सिक्न चाहनुहुन्छ र कन्टेन्ट क्रिएसनको एआई चाहिएको भने इन्टरनेटमा आउने 100 थरी भिडियो हेर्न छोडिदिनुहोस्। एउटै मैले यही भनेको कुरा काफी छ। गुगलको फ्लो अहिलेको लागि बेस्ट टुल हो नेपालीहरूको लागि। मजाले त्यसलाई सब्सक्रिप्सन लिएर चलाउन सक्नुहुन्छ। यदि कन्टेन्ट क्रिएसनै गर्ने हो भने 50 थरी भिडियो हेर्न जरुरी नै छैन। यही हो सर्टकटमा एन्सर। यति लामो क्लासको कन्क्लुजन के हो त भन्दाखेरि मैले किनभने मैले सबै टुल्सहरू टेस्ट गरेको छु नि त। यो पनि चलाएर टेस्ट गरेँ, मलाई चित्त बुझेन। अर्को पनि चलाए टेस्ट गरेँ, सर मलाई चित्त नमस्ते बुझेन। रोके हजुरलाई। हजुर भन्नु त। अनि यो फ्लोको सब्सक्रिप्सन लिने कुरा कसो गरेर लिने हो भन्नुहोस् न। यो के हजुर मार्फत नि सकिन्छ कि हामी आफैले चाहिँ तिर्न पर्ने हो कि? ल, मैले कुनै पनि यस्ता खालको टुलको व्यापार व्यवसाय गर्दिनँ। मेरो काम भनेको तपाईँहरूलाई अडियो भिडियो राम्रो तरिकाले बुझिने तरिकाले पढाउने काम मेरो हो। मैले कुनै यस्तो व्यापार बिजनेस गर्नको लागि अनि यो हजुरले व्यापार गर्नुहुन्छ भन्ने कुरो गरेको होइन, तर लिने प्रक्रियाको बारेमा पनि नजाने भएर हो। एक्ज्याक्टली, म बताउँछु त्यो। यो भनेको चाहिँ मैले अहिले म्युट गरेँ यस ओके। यो भनेको चाहिँ कस्तो भन्दाखेरि डलर कार्ड अथवा मास्टर कार्ड चाहिन्छ, तर सबैजनासँग डलर कार्ड अथवा मास्टर कार्ड छैन है। डेबिट कार्ड डलर कार्ड जे भन्नुहुन्छ ब्याङ्कमा गएर मलाई फेसबुकमा बुस्टिङ गर्नु छ भनेपछि बुझिहाल्नुहुन्छ। भिजा कार्ड भनेर आउँछ होइन, त्यो कार्ड आउँछ, कोड आउँछ, त्यहाँबाट त्यसलाई रिचार्ज गर्ने हो, त्यहीँबाट किन्ने हो। मैले पनि फ्लो त्यसरी नै गरे हो। मैले कसैसँग गएर सब्सक्रिप्सन गरे होइन, मैले आफ्नै कार्ड युज गरेर त्यसको सब्सक्रिप्सन लिएको होइन। त्यही भएर अब यसको प्रक्रिया अलिकति जटिल छ, सबैलाई सम्भव पनि छैन। त्यो कारणले गर्दाखेरि अब एआई नै सिक्ने हो, एआई नै चाहियो, मलाई पैसा यो झन्झटमा पर्नु छैन डलर कार्डको यताउतिको भन्नुहुन्छ भने आँखा चिम्म गर्नुहोस्। भोलिबाट पर्सि आइतबारबाट मेनुअल मेथडको मोबाइलबाट खिचेको भिडियो, क्यामेराबाट खिचेको भिडियोको अनलाइन सेसनको क्लास सुरु हुँदैछ है। त्यसमा तपाईँहरूले जोइन गर्नुहोस् है।
होइन सर म त एआईलाई नै स्पेसिफिक मानेर बसेको हो भन्नुहुन्छ भने मोटामोटी कुरा त मैले गरेर पनि देखाएँ। यही हो, केही धेरै यसमा महाभारत कुरा छैन। सिम्पल च्याट जिपिटीमा जानुहोस्, एउटा केही क्यारेक्टर बनाउनुहोस्, फ्लोमा लिएर आउनुहोस्, अनि ब्रिङ इट इन लाइफ भनिदिनुहोस्, तपाईँको इमेज बन्यो, तपाईँको भिडियो बन्यो, अरू धेरै टाउको दुखाउनु पर्दैन। टाइम ल्याप्सको लागि टाइम ल्याप्स क्रिएट जेनेरेट टाइम ल्याप्स फर मी भन्नु। मैले अर्को पनि देखेको है, मैले अर्को पनि यो बिजनेस चाहिँ यो 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 नचाहिने बिजनेस भन्छु मैले यसलाई। तपाईँहरूलाई मैले 100 भन्दा बढी मेरो फ्री प्रम्प्ट्सहरू दिन्छु अरे। किन चाहियो फ्री प्रम्प्ट? फ्री प्रम्प्ट भनेको यो बिजनेस हो। यो मोडुलमा तपाईँहरू नफस्नु है। फ्री प्रम्प्ट तपाईँले चाहिँदै चाहिँदैन, आफैले प्रम्प्ट लेख्नुहोस्। बस बुझ्नु पर्यो टाइम ल्याप्स भनेको के हो भनेर, त्यो कुरा बुझ्नु पर्यो। हो त्यति मात्रै बुझ्नु भयो भने टाइम ल्याप्स भिडियो तपाईँहरूले बनाउन सक्नुहुन्छ क्या। जस्तै उदाहरणको लागि टाइम ल्याप्स भनेको चाहिँ मैले यहाँ गरेर देखाइदिन्छु। जस्तै मेरो फ्लोमै जानुपर्ने भयो। एनिवे म फ्लोमै आएँ, ब्याक गरेँ। ओके, अब यो क्यारेक्टरवाला भयो। क्यारेक्टरमा आउनुहुन्छ भने भोइस ओभर दिनुहोस्, साइडमा नेपाली लेख्नुहोस्, तल नेपाली टेक्स्टमा अक्षर भएपछि तपाईँको भिडियो बन्यो। त्यसको लागि टेन्सन छैन। यस्तो खाले इमेज बनाउनु भयो भने ब्रिङ इट इन लाइफ भनिदिनुहोस्, कुरै सिद्धियो। प्रम्प्ट धेरै लामो लेखिरहनै परेन, सिम्पल कुरा छ क्या। यसैलाई अब 5 पेज लामो प्रम्प्ट लेख्नुहुन्छ भने पनि तपाईँहरूलाई कन्फ्युज बनायो भने पनि रिजल्ट आउने यही हो। मिठो छोटोमा ए बाबु ए फ्लो यो गर न भनेर 2 लाइनमा प्रम्प्ट लेखेर भिडियो जेनेरेट गर्न लाए पनि रिजल्ट त्यही हो। अझ म भन्छु लामो प्रम्प्टले झन् कन्फ्युजन क्रिएट गर्छ। त्योभन्दा राम्रो छोटो मिठो सिद्धियो, एकदम बेस्ट। अब यही भिडियोलाई हेरौँ है। यो चाहिँ टाइम ल्याप्स भिडियो। यस्तो खाले भिडियो बनाउनु पर्यो भने यसलाई टाइम ल्याप्स भिडियो भन्छ। ओके, दिउँसो हुँदै राति भएको बनाएँ मैले। अब यो चाहिँ टाइम बितेकोलाई चाहिँ टाइम ल्याप्स यस्तोलाई भन्छ भन्न खोजे हो। तर अब ट्रान्सफर्मेसनवाला भिडियो चाहिँ यो। ओके, यसमा चाहिँ रहन्छ कि क्या हो जस्तो लाग्यो। ओके, अर्को फाइलमा होला, म त्यो हेर्दैछु। यो मेबी यो हुनुपर्छ। ओके, अहिले यस्तो खाले यो टाइम ल्याप्सको भिडियो पनि अहिले पपुलर छ है। तपाईँहरूले अहिले पनि मैले भने, हुन त अब यो क्लास रेकर्डेड छ, तपाईँहरूले रेकर्डिङ पनि पाइ नै हाल्नुहुन्छ, त्यसको लागि चिन्ता लिनु परेन। अब चाहिँ मैले म्युट चाहिँ खोलिदिएँ है। तपाईँहरू सबैलाई कसैलाई केही जे पनि सोध्न मन लागेको छ भने तपाईँहरूले मजाले सोध्न सक्नुहुन्छ। कसैलाई केही क्वेसन छ भने मजाले सोध्नु होला। म चाहिँ तपाईँहरूले क्वेसन सोधे अनुसार चाहिँ म एन्सर दिन्छु। कसैलाई केही सोध्नु छ भने माइक खोलेर सोध्नु होला है। रोशन पनि आउनु भएको छ, के छ सन्चै हुनुहुन्छ? सम्भवतः तपाईँ पहिला पनि आउनु भएको थियो फोटोसपको क्लासमा। रोशन शाह सर जस्तो लाग्यो मलाई। एनिवे, कसैलाई केही सोध्नु छ भने प्लिज माइक ओपन गरेर क्वेसन सोद्धा हुन्छ है। अनि तपाईँहरूलाई प्रोफेसनल तरिकाले नै फोटोसप अथवा अन्य कुनै केही जानकारी लिनुपर्ने छ भने पनि त्यो पनि एभाइलेबल छ है। त्यसको लागि चाहिँ तपाईँले मलाई पर्सनल मेसेज गर्दा पनि हुन्छ। यो सन्डेदेखि चाहिँ यो के अरे तपाईँको क्लास हुन्छ भन्ने चाहिँ म्यानुअली भनेको त्यो चाहिँ कुन चाहिँ सफ्टवेयर युज हुन्छ सर? हाम्रो सर 3टा क्लास छ। सम्भवतः मैले एउटा बनाएरै राखेको हुम्ला, यता कतै छ होला, यहाँ छ ल। एउटा चाहिँ भोलि पनि तपाईँको यही टाइममा डेमो क्लास हुन्छ नि सर? हजुर सर, भोलि अलिकति बरु एक्स्ट्रा कुरा गरौँला त्यसमा चाहिँ होइन। आज त्यो त नगरेको आजको टाइममा भयो। अनि पछि भोलि चाहिँ तपाईँको डेमो भएपछि अनि सन्डेदेखि चाहिँ हामी क्लासमा जोइन हुने सर? हो। अब तपाईँहरूको चाहिँ यो बेसिकमा चाहिँ बिगिनरको लागि चाहिँ 1000 रुपिजमा चाहिँ 5 दिन मोबाइलबाट भिडियो एडिटिङ सिक्ने। यसमा चाहिँ एआई भिडियो जेनेरेसन पनि सिकाउँछु, एडिट गर्न पनि सिकाउँछु। यो 5 दिनको
यो 1000 रुपियाँ पनि लिगिनँ म, 500 रुपियाँमा तपाईँहरूलाई पढाइदिएँ, नो प्रब्लम यो होइन। ए त्यो हुन्छ मोबाइलबाट सर। खासै त्यो कम्प्लेक्स पनि छैन होइन। अनि अर्को चाहिँ इन्टरमिडिएट कोर्स, जस्तै युट्युबमा भिडियो बनाउँछु सर भन्नुहुन्छ भने यसको फी चाहिँ हजुर 5000 रुपिज छ। यो चाहिँ मैले 20 दिन पढाउँछु तपाईँहरूलाई। यो चाहिँ नर्मल ल्यापटप चाहिँ रिकमेन्ड गर्छौँ हामीले। अनि यसमा चाहिँ तपाईँहरूले भिडियो एडिटिङ सिक्नुहुन्छ, एआई फोटो भिडियो जेनेरेसन यो त्यसै पनि सिकिहाल्नु भयो। फोटोसप सिक्न चाहनुहुन्छ भने फोटोसप बेसिक हामी यसमा पढाउँछौँ, नभए क्यानभा भन्ने पनि पढाउँछौँ। अब तपाईँहरू पढ्ने यहाँ यो लिस्टमा आएर पढ्न चाहनेहरूको के हुन्छ त प्रिफर, सर हामी प्रोफेसनलतिरबाट जाउँ भन्नुहुन्छ भने फोटोसप पढाउँछु, नभए म क्यानभातिरबाट जान्छु। अनि क्यापकट एडिटिङ पिसी भर्जनमा चाहिँ क्यापकट सिक्छौँ, किनभने हेभी सफ्टवेयर इन्टरमिडिएटकोमा पनि चल्दैन, किनभने सबैजनासँग त प्रोफेसनल डेस्कटप हुँदैन नि त। त्यो त समस्या बुझ्नु पऱ्यो नि त। हो त्यही भएर हामी नर्मल सफ्टवेयरबाट सिक्छौँ, तर क्यापकट भनेको नर्मलहरूको पनि किङ हो अहिलेको लागि, फर नाउ। अनि कन्टेन्ट क्रिएसन स्किल पनि सिक्यौँ होइन। त्यसपछि फेसबुक र युट्युब ग्रोथ स्ट्राटेजीहरू पनि अब म बताउँछु, तर बताइरहनु पर्दैन, तपाईँहरू जहाँसम्म ट्यालेन्टै हुनुहुन्छ, नभए पनि म मद्दत चाहिँ गर्छु। ओके, अनि अर्को प्रोफेसनलको लागि चाहिँ 10,000 रुपिज हो। यसमा चाहिँ हामीले फोटोसप अनि प्रिमियर प्रो जस्तो इन्डस्ट्री लेभलको सफ्टवेयर पढाउँछौँ, जसले चाहिँ म्युजिक भिडियो सम्मको काम गर्ने प्लानमा हुनुहुन्छ, अथवा वेडिङ भिडियो शादी विवाहको भिडियो पनि तपाईँहरूले गर्ने प्लानमा हुनुहुन्छ, अथवा युट्युबमै पनि अलिकति स्ट्यान्डर्ड लेभल हाई गरौँ न, कलर ग्रेडिङ र कलर करेक्सन जस्तो कुराहरूलाई पनि टच गरेर जाउँ भन्ने चाहनुहुन्छ भने चाहिँ यो फेरि हाई एन्ड चाहिँ लिनै पर्छ। प्रोफेसनलको लागि चाहिँ प्रोफेसनल सफ्टवेयर चाहिँ जसरी पनि चाहिन्छ। यसको चाहिँ फी चाहिँ 10,000 हो। यसमा मैले 1 मन्थ तपाईँहरूलाई पढाउँछु। यसको लागि चाहिँ हाई एन्ड कन्फिगरेसन चाहिँ चाहिन्छ है, अलि राम्रो खाले पिसी अथवा ल्यापटप पनि चाहियो है। म तपाईँहरूको च्याट पनि हेर्छु है, अहिले टेन्सन नलिनु। यसमा चाहिँ प्रोफेसनल एआई भिडियो प्रोडक्सन यो भइहाल्यो, यसै पनि भयो। एडभान्स एडिटिङ वर्कफ्लो, एउटा प्रोजेक्ट आएपछि कसरी एडिट गर्छौँ भन्ने कुराहरू छ। अनि हाई क्वालिटी कन्टेन्ट क्रिएसन, इन्डस्ट्री लेभल स्किल र लाइफ टाइम सपोर्ट पाउनुहुन्छ। भनेको तपाईँले गर्दा गर्दै आएन, जान्नु भएन, कन्फ्युज हुनुभयो, बिर्सिनु भयो भने मेसेज गर्नुहोस्, त्यसमा तपाईँले रिप्लाई पाउनुहुन्छ। ओके, अब यसमा चाहिँ प्र्याक्टिकल र रियल प्रोजेक्ट बेस्ड लर्निङ हुन्छ है। जस्तै प्र्याक्टिकल र प्रोजेक्ट बेस्ड लर्निङ भनेको जस्तै फोटोसप को चाहिँ तपाईँहरूलाई म देखाउँछु थोरै है। ओके, पर्सनलमा मेबी पर्सनल टिचिङ मेटेरियल ओके, मुभ टुल ल। हामीले चाहिँ फोटोसप यो सफ्टवेयर चाहिँ धेरैलाई थाहा छ होला, फोटोसप भन्ने कस्तो छ भने हाम्रो कोर्स चाहिँ जस्तै मैले 23 इयर्स भयो, यो 23-24 वर्ष भयो, आई डोन्ट नो, अब ठ्याक्कै हिसाबै गर्नुपर्छ कति वर्ष भयो फोटोसप चलाउन थालेको भनेर त। बट म 2 कक्षामा हुँदादेखि त फोटोसप चलाएको हो। सो हाम्रो चाहिँ त्यो हिसाबले गर्दाखेरि यो चाहिँ मैले इन्टरेक्टिभ कोर्स छ क्या, जस्तो मैले यहाँ पनि आफूले पनि गर्ने, तपाईँहरूले पनि गर्ने हो। जस्तो मुभ टुल पढ्यौँ भने, अब मुभ टुल मलाई सन्दीपसँग बस्न मन लाग्यो, अब यो बहिनीलाई मुभ गरेर लिएर जाने हो। मुभ टुल पढ्ने दिनमा यसरी मुभ टुल हो, यसरी सिम्पल तरिकाले सिक्ने हो। डुप्लिकेट गर्न अल्ट थिचेर क्लिक गरेर यसरी डुप्लिकेट गर्ने हो। यो लेभलको इन्टरेक्टिभ क्लास हुन्छ। भिडियोमा पनि यस्तै स्ट्रक्चर हुन्छ। भिडियो भनेको के हो, एफपिएस भनेको के हो, स्लो मोसन भनेको के हो, कसरी स्लो मोसन गर्ने, कलर ग्रेडिङ भनेको के हो, कलर करेक्सन भनेको के हो, त्यो लोजिक बुझेर हामी अगाडि बढ्छौँ है। तपाईँहरूको कमेन्ट आएको छ, म एउटा म्याजिक पनि देखाउँछु है, लिभ नहुनु होला। तपाईँहरूको कमेन्ट म थोरै पढिदिन्छु भने पढ्नै पर्यो। मोबाइलबाट मिल्छ, तर आयो भने चाहिँ एडिटिङ गर्नुलाई नै पर्ने, त्यो के भन्नुभयो यो फोनबाट सफ्टवेयरले हो, पिसीबाट सफ्टवेयरले हो, मोबाइलबाट एप्लिकेसनले हो भन्नुभएको छ। यस्तो हो, मोबाइलबाट पनि क्यापकट नै हो, मिडियम लेभलको पढ्नुहुन्छ भने पिसीबाट पनि क्यापकट नै हो है। अनि प्रोफेसनलमा आउनुहुन्छ भने कुनै पनि टाइममा सिक्न सक्नुहुन्छ। अब यो बेलुकाको समय बाहेक दिउँसोमा फ्री हुनुहुन्छ भने प्रोफेसनलको लागि टाइम लिमिट छैन, जहिले फ्री हुनुहुन्छ तहिले सिक्न सक्नुहुन्छ है। अब यो यस्तै इन्टरेक्टिभ कोर्सहरू भनेको यो 1 दिनको लागि मात्रै होइन, मसँग थुप्रै दिनको लागि यो कोर्सहरू छ, सबै छ। लासो, युएन सेचुरेसन होइन, कर्भ, सबै यो तपाईँहरूको पढ्न पाउनुहुन्छ। जस्तै मानिलिनु, ओके मैले एउटा फोटोसपको चाहिँ म्याजिक गर्छु ल। ओके,
एकदम क्विकली म एउटा इमेज निकाल्छु यतापट्टि म एउटा ट्याबमा। ल 5 लाई 1 बनाउनु छ भने के गर्नु पर्ला? यो डिफ्रेन्ट प्याकेज हो, आई थिङ्क सब डिफ्रेन्ट चार्ज छन्, कुनै सिक्वेन्स होइन भनेर भन्नुभएको छ। पहिले मोबाइलबाट सिक्ने सर भन्नुभएको छ। रोशन पोखरेल हो भन्नुभएको छ है। तपाईँको पर्सनल वाट्सएप लिङ्क राखिदिनु न ग्रुपमा भन्नुभएको छ। मेरो त्यही एडमिनको जुन म्यासेज आएको छ नि त्यही नै मेरो प्रोफेसनल त्यो ऊ नै हो, मतलब नम्बर नै त्यही नै हो। त्यही पनि मैले तपाईँहरूलाई ल मेरो यहाँ प्रोफेसनल नम्बर भन्नुभयो, ल 9857086466। ल मैले यहाँ पोस्ट गरिदिएँ मेरो वाट्सएप नम्बर है। फोन गर्दा पनि लाग्ने नम्बर त्यही हो। अनि अर्को नम्बर विश्वसनीयताको कुरा गर्नुहुन्छ भने मेरो यो पोस्ट पेड नम्बर हो है, अझै राम्रो कुरा। ओके, COLOR कलर CST केस्ट IMAG इमेज। एनिवे इमेजमा जाउँ, यो वाला इमेज। ओके दिदी यता आउनुहोस् त, यहाँ बस्नुहोस् है। ओके ल 5 लाई 1 बनाउनको लागि के गर्नुपर्छ? 5 लाई 1 बनाउन 4 घटाउनु पर्छ हो। बोल्नुहोस् न हौ। 5 लाई 1 बनाउन के गर्नुपर्छ? 5 लाई 1 बनाउनको लागि 4 घटाउनु पर्ने हो। ल 5 लाई 1 बनाउनको लागि 4 घटाउनु पर्ने। अनि अर्को मेथड चाहिँ 5 लाई 1 बनाउनको लागि 5 ले नै भाग गर्नु पर्ने है त। जस्तै यो फोटो के छ, ग्रिन छ कि छैन? हरियो हरियो छ नि हो। अब यसलाई कुनै अङ्कले भाग गरिदिउँ अनि यसलाई चाहिँ ठिक गरौँ भन्ने कुरा बुझ्नु भएन भने म बुझाउँछु। जस्तै फर इक्जाम्पलको लागि मानिलिनु सेतो भनेको 1 हो, तर 1 नभएर यो चाहिँ ABCD EFGH IJKL जति पनि भएको हुनसक्छ। यो दाँत चाहिँ हरियो हरियो पहेँलो भयो। अब यसलाई वर्किङ कन्डिसनमा ल्याउनको लागि केही न केहीले त भाग गर्नुपर्ने हुन्छ हो नि। सेतो 1 हो, बिग्रिएर 2 भयो। अब फेरि 1 बनाउनको लागि जति बिग्रेको छ त्यतिले नै भाग गर्ने अनि फेरि ठिक ठाउँमा ल्याउने भन्ने कन्सेप्ट हो। जस्तै फर उदाहरणको लागि मैले एउटा यहाँ सोलिड कलर एडजस्टमेन्ट लेयर बनाउँछु। कता गयो सोलिड कलर एडजस्टमेन्ट लेयर? यहाँनिर छ। एनिवे ओके गरौँ। यसलाई आँखा थुनम एकैछिनको लागि डबल क्लिक। म यो यदि प्रोफेसनल तरिकाले सिक्नुभयो भने म पढाइ नै हाल्छु। अनि हो यो दाँतको कलर बिग्रिएर यो भनेको चाहिँ के हो त? 1 हुनुपर्ने बिग्रिएर कति भएछ? 2 भएछ अथवा यस्तो भएछ। ओके यसलाई हेरौँ। अब के गर्नु पर्यो? सिम्पल्ली यसलाई डिभाइड गर्नु पर्यो, भाग गर्नु पर्यो। कता गयो भाग? यहाँनिर छ डिभाइड। ओके कन्ट्रोल 0। अब पहिला थियो यस्तो, पछि भयो यस्तो, पहिला थियो यस्तो, पछि भयो यस्तो। यसलाई करेक्सन गर्नको लागि अरू चिजहरू पनि गर्नुपर्छ, त्यो चाहिँ पढ्दै गएपछि मैले बुझाउँछु। पहिला यस्तो थियो, पछि यस्तो भयो। हो यस्तो लोजिकल कन्सेप्टहरू चाहिँ बुझ्नुपर्छ है। अनि त्यसपछि सजिलो हुन्छ हामीलाई बुझ्नलाई, पढ्नलाई। सबै कुरा चाहिँ बुझ्न पढ्न सजिलो हुन्छ। कसैलाई केही सोध्नु छ? नभए 1 घन्टाको सेसन भएछ, छुट्टिने पनि हो कि? भोलि पनि छ, भोलि पनि आउनु होला। केही छ? अनम्युट गर्न मिल्छ है। सरी है सर, मेरो इन्टेन्सन जस्ट हेल्पको थियो। इफ मैले इरिटेट गरेको भए सरी। नो नो नो, इट्स ओके नो नो प्रब्लम। केही छैन कसैलाई केही? इफ एनीवन? अनि प्रोफेसनल लिन इच्छा छ भने चाहिँ लाइक मलाई मेसेज गर्नु होला है। जस्तै म खिचेकै भिडियोलाई एडिट गर्ने हो सर भन्नुहुन्छ हेलो भने सर। जोइन गर्नुहुन्छ। हजुर भन्नुहोस् त। हेलो हेलो। हजुर आइरहेछ। ओके ल अब चाहिँ तपाईँ र म ठुलो बनाएर कुरा गरौँ। आउनुहोस् भन्नु त, के भन्दै हुनुहुन्थ्यो? हाम्रो क्लास कति दिनको लागि हो सर भन्ने? हाम्रो फ्री चाहिँ भोलि, अब आज एउटा भइहाल्यो, भोलि 1 दिन हुन्छ। भोलि चाहिँ अलिकति अडियो जेनेरेसनहरूको कुरा पनि गर्नु पर्ला। अनि अलिकति अझै डिटेलमा जाउँला प्रम्प्ट राइटिङमा चाहिँ। अनि त्यसपछि लगभग सबै कभर गर्न सकिँदैन सर, अनि सधैँ डेमो दिन पनि सकिँदैन। यो पनि सत्य कुरा हो होइन, सधैँ सकिन, तर कोसिस गर्ने हो। थ्याङ्क यू सर योर बेस्ट इफोर्टको लागि। हुन्छ धन्यवाद सर, म त के भनौँ र। अरू कसैलाई केही? अनि हामी पैसा तिरेर पनि हुने क्लास स्टार्ट हुन्छ सर? पैसा तिरेर चाहिँ सन्डेबाट हुने हो सर। अब आज बिहिबार भयो,
भोलि शुक्रबार सन्डेबाट चाहिँ तपाईँको प्रोफेसनल क्लास सुरु हुन्छ। सर त्यो पैसावाला प्याकेज फेरि एकचोटि सुनाइदिनुहोस् न सर। पैसावाला प्याकेज ल सुन्नुहोस्, मलाई काम चलाउ गर्ने हो सर, मलाई प्रोफेसनल चाहिएन, मलाई मोबाइलबाट भए पनि हुन्छ भगवान् भन्नुहुन्छ भने नर्मल 500 वाला 5 दिनको क्लास लिने। सर मलाई मेरो पर्सनल मात्रै होइन, मलाई मेरो साथीभाइलाई पनि देखाउन लायकको बनाउनु छ, युट्युबमा अलिकति चलपल दिनुपर्ने छ अथवा हेर्न लायकको बनाउनु पर्ने छ भन्नुहुन्छ भने मिडियमवाला लिने। होइन सर म अरूको काम गर्ने अनि पैसा कमाउने भन्नुहुन्छ भने प्रोफेसनल लिने। प्रोफेसनलको लागि सबैसँग ल्यापटप कम्प्युटर ठुलो हाई एन्डको हुँदैन। मैले तपाईँहरूलाई लिनु नै भन्नु पर्यो भने मिडियमवाला बिचको लिनुहोस् भन्छु। तर कसैलाई हुन्छ नि इच्छा, म सर वेडिङको काम गर्छु, मेरो स्टुडियो छ, त्यस्तो टाइपले चाहिँ फेरि प्रोफेसनल नै लिनुपर्छ सर। यो काम चलाउनु हुँदैन। प्रिमियम किन्नु पर्छ कि नै सर? सफ्टवेयर प्रिमियम किन्नु पर्दैन सर, क्र्याक भर्जन नै चलाउने हो। अनि क्यापकट त फ्री नै पाउनुहुन्छ तपाईँले। अनि हजुरहरूले के प्रम्प्टहरू लेख्ने सिकाउने हो तपाईँ हजुरहरूले? भइहाल्छ, प्रम्प्ट भोलि सिकाउँछु भनिरहेको छु, फ्रीमै आउनुहुन्छ त्यो। ए आज हल्का लेट भयो कि सर? आज हल्का केही भएन। होइन कि सर यो सबै तरिका जाने पनि अनि त्यो भिडियो क्रिएसन गर्ने बेला सबै अपग्रेड माग्छ, पैसा माग्छ अनि गर्नै नसकिने भयो के? त्यसको लागि त सर डलर कार्ड नबनाएसम्म विकल्प छैन। मैले तपाईँहरूलाई आज भने नि, मैले तपाईँहरूलाई आज इमान्दार भएर जे सोध्नुभएको छ त्यही भन्ने हो। किनभने मैले आज जे बोलिदिन्छु नि त्यो जिन्दगीभरि तपाईँले त्यही सम्झेर बसिरहनुहुन्छ भने नराम्रो कुरा त भन्नु भएन नि। ढिलो चाँडो एउटा न एउटा सब्सक्रिप्सन लिनै पर्छ सर। अहिले लिनै पर्ने भए, लिनै इच्छा हो भने गुगलको लिनुहोस्, त्यही हो सर्टकट एन्सर। अनि त्यो जुनसुकै ब्याङ्कमा गएर डलर खाता खोल्न मिल्ने हो कि कसो हो र यो? मिल्छ, प्रिमियम लिने होला। मिल्छ मिल्छ मिल्छ, डलर खाता खोल्न मिल्छ, जुनसुकै ब्याङ्कमा मिल्छ। अनि सर त्यो प्रिमियम लिँदा पनि लिमिट नै हुने रहेछ त भिडियो? मतलब तपाईँलाई यो एआई त सर जस्ट लाइक अ ललिपप हो नि। त्यो विदेशीहरूले दिएको तपाईँलाई ललिपप दिए जस्तै हो त। नेपालीले रियल टास्क भिडियो जेनेरेसन र अडियो जेनेरेसन बाहेक अरू थाहा चाहिँ के छ? जस्तै मेरो घर मोस्ट अफ द डाटा युज हुने भनेकै भिडियो हेर्न हो, युट्युब हेर्न हो। मेरो मम्मीले, बुवाले, मैले सबैले गर्ने। इन्टरनेटमै बसेर काम गर्नेवाला त हामी छैनौँ नि त। अनि हामीलाई वेस्टर्न कन्ट्रीहरूले के गर्छ त भन्दा भिडियोमा झुलाइदिन्छ, फोटोमा झुलाइदिन्छ। रियल स्किल हामीलाई आउँदैन। त्यही त हो नि, समस्या त त्यही हो। तर अब के गर्ने, अब जानेकै यही हो, पढाउनै पर्यो। हजुर भन्नु न। यो स्टार्टिङको क्लास छुट्याएको थियो सर मेरो। यो कुन चाहिँ सफ्टवेयरबाट, यो अहिले हजुरले देखाउनु भएको कुन चाहिँ सफ्टवेयरबाट काम गर्ने हो सर? मैले जुमबाट हो सर। यो होइन मतलब जुमबाट त हो कि जस्तै हामीले उसमा पिसीमा काम गर्दाखेरि चाहिँ त्यो कुन चाहिँ सफ्टवेयरबाट काम गर्ने भने? मतलब प्रोफेसनल काम चाहिँ हामी प्रिमियर प्रो, फोटोसप र क्यापकट युज गर्छौँ सर, होइन? हजुर सर। अनि नर्मलको लागि एआई प्रम्प्टबाटै एआईले गर्ने काम त ब्राउजरबाट, मोबाइलबाट नि हुने नै भयो सर। जस्तै अब गुगलमा गएर त्यहाँबाट त्यो के टाइप गरेर जस्तै त्यो त्यो उ त इन्टरफेसको लागि त कुन त्यो खोल्नु पर्यो भन्न खोजेँ क्या सर मैले चाहिँ। इन्टरफेसको लागि फ्लो, अहिले हामी चाहिँ फ्लो, तपाईँ पछि जोइन हुनुभयो? हजुर सर, मेरो त आधी घन्टा बेसी भइसकेको छ, म चाहिँ यादै नगरेको छु। इट्स ओके इट्स ओके। भोलिको क्लास पनि छ, भोलिको क्लास जोइन गर्ने कोसिस गर्नु। भोलि पनि हाम्रो 8 बजेबाट सर? हजुर सर हजुर। भोलि पनि म सर एकचोटि चाहिँ रिभिजन चाहिँ गर्छु, एकदम छिट्टोमा रिभिजन गर्छु। अनि भोलि थोरै प्रम्प्ट कसरी लेख्ने भन्ने कुराहरू चाहिँ बुझाउने कोसिस गर्छु। ए हुन्छ सर, म कन्फ्युज भयो भने फेरि मेसेज गर्छु नि सर। हजुरलाई यो के अरे प्राइभेट मेसेज गर्दा पनि हुन्छ है सर? हुन्छ हुन्छ सर। एनीवन, कसैलाई केही सोध्न पर्यो, केही अड्किनु भयो, झुक्किनु भयो, बुझ्नु भएन भने अब रिप्लाई चाहिँ मेरो फुर्सद टाइम अनुसार गर्छु। हेर्नुहोस्, झुटो बोल्नु भएन होइन। फेरि भोलि पनि लाइभमा आउनु छ, रिप्लाई भ्याएसम्मको रिप्लाई गर्छु। सन्डेदेखिको क्लास कहिलेदेखि हो सर? सन्डेदेखिको क्लास 8 बजेबाट सुरु हुन्छ इन्टरमिडिएटको लागि। 8 बजे नै हो? हजुर भन्नु न, कसले भन्दै हुनुहुन्थ्यो? आज क्लासमा के गर्नु हो सर? आजको रेकर्डिङ आउँछ सर? आउँछ। ठिकै छ। हिजो व्हाट्सएपमै हाल्दिनु, दोहोऱ्याएर कसैलाई हेर्न मन लाग्यो